हेलो नमस्ते साथीहरू। सदा झैं आज पनि तपाईहरु सन्चै हुनुहुन्छ भन्ने पूर्ण आशा गरेको छु। आज मेरो गाउँको म पहिले गाई बस्तु चराउने ठाउँ हो यो। हामी यहाँ गाई बस्तुहरू चराउँथ्यौं अनि बाख्रा लिएर आउँथ्यौं। शनिबारको दिन बाख्रा गोरु गाई लिएर यता चराउन आउँथ्यौं। अहिले त यस्तो माहौल छैन, किनभने गाउँमा मान्छे नै छैन के अहिले। सबै विदेशतिर ठुलठुलो शहरतिर गइसक्यो। पहिले चाहिँ हामी गाउँमै पढ्थ्यौं। सरकारी स्कुल पढेको मैले। अनि यहाँ रमाइलो हुन्थ्यो गाउँमा। अनि हामी बाख्रा लिएर आउँथ्यौं, गोरु लिएर आउँथ्यौं अनि चराउँथ्यौं। यहीँ के खेल्ने, रमाइलो गर्ने, कबड्डी खेल्ने अनि त्यस्तै लक्की ढाल खेल्थ्यौं। हामी विशेष गरेर धेरै लक्की ढाल खेल्थ्यौं अनि रमाइलो गर्थ्यौं। एकदमै रमाइलो ठाउँ। हाम्रो गाउँ त भन्ने हो भने एउटा स्वर्गको टुक्रा हो, हैन? स्वर्ग हो। स्वर्ग हेर्ने भए हाम्रो गाउँ आउँदा हुन्छ। एकदमै कस्तो रमाइलो ठाउँ छ हाम्रो, हैन? अनि हामी यहाँ खेल्थ्यौं, रमाउँथ्यौं अनि धेरै पहिलेको सम्झनाहरू बाँकी छ यो गाउँको। अनि यसमा चाहिँ असार साउन भदौ महिनामा खहरे खोला आउँछ। अनि खहरे खोला आएर अनि हामी यसमा चाहिँ ताल बनाएर, अझै पनि यो छ, हैन? यसमा ताल बनाएर अनि 2-3 महिनासम्म यसमा पानी सुक्दैन अनि हामी पौडी खेल्थ्यौं यसमा, हैन? अनि यहाँबाट यस्तो गयो भने उता जंगलमा जान्थ्यौं अनि टाढा जंगलमा लग्थ्यौं। अनि हाम्रो यहाँ हरियो मकै लगेर जान्थ्यौं अनि हरियो मकै पोल्ने अनि त्यो खाने, साथीहरूसँग रमाइलो गर्ने, हैन? सानो छँदा एकदमै मेरो त रमाइलो दिन। गाउँमा यस्तो रमाइलो दिनहरू थियो, यस्तो रमाइलो थियो के भन्नै नसक्ने। खुमै रमाइलो थियो, खुमै, हैन? अनि हामी चाहिँ गाउँमा खेल्ने, रमाउने अनि पढ्न जाँदाखेरि यहाँको लास्ट याद आउँथ्यो मलाई त। गाउँको एकदमै धेरै याद आउँथ्यो। अनि रोहित भ्लगमा सबैजनालाई स्वागत छ है। अनि यताबाट हामी उता जान्थ्यौं। यहाँबाट उता हुँदै जंगलमा जान्थ्यौं। यो हाम्रो जंगल हो, सालको जंगल हुन्छ, हैन? अनि यतातिर चाहिँ उता एउटा इनार छ। इनारमा चाहिँ शनिबारको दिन नुहाउन जान्थ्यौं। शनिबार नुहाउने भनेको त्यही इनारमा हो। यो चाहिँ रोड हो, तर यसमा चाहिँ कहिलेकाहीँ मात्र गाडी आउँछ, नत्र त्यस्तो गाडी आउँदैन, हैन? खाली त्यत्तिकै
बनाएको रोड हो। देखेँ मैले तिमीलाई। अनि यहाँबाट उता गयो भने एउटा धारा छ, हामी नुहाउने। अनि चिसो पानी आउँछ, गर्मी मौसममा त्यही पानीहरू खान्थ्यौँ हामी हैन। अनि यहाँबाट यता गयो भने अनि इनार छ। पहिले त इनार थियो, अहिले चाहिँ यसलाई व्यवस्थित गरेर पानीको धारा बनाछ हैन। यहाँनिर पहिले इनार थियो, अहिले चाहिँ धारा बनाछ यहाँनिर। हामी शनिबार आएर यहाँ नुहाउने गर्थ्यौँ। अहिले चाहिँ मान्छे नभएर यहाँ अब मान्छे आउँदैन अहिले खासै। अहिले यस्तो छ। पहिले चाहिँ यहाँ हामी चाहिँ शनिबार नुहाउन आउँथ्यौँ, रमाइलो हुन्थ्यो। अनि यहाँनिर आगो बालेर अनि पानी तताएर चिसो मौसममा नुहाउँथ्यौँ। यहाँनिर पनि हामी खेल्छौँ, गुच्चा खेल्ने ठाउँ। यहाँनिर गुच्चा खेल्थ्यौँ अनि रमाइलो ठाउँ थियो। ऊ चाहिँ हाम्रो गाउँ उता हाम्रो गाउँमा चाहिँ एकै ठाउँमा धेरै घर छैन, यस्तै फरक ठाउँमा घर छ हैन। यताबाट यता हेर्दा नि गाउँ हो, यो उता चाहिँ इन्डिया हो। अनि यसो तल गएर यता गयो भने पहिलेको हाम्रो बेसी चाहिँ यही हो। त्यहाँ बजार जानु पर्यो भने यहाँबाट यसो गयो, पारी गयो भने बजार हैन, इन्डियातिर। ऊ डाँडो देखिने इन्डिया हो। यो हाम्रो घरको तलतिरको ठाउँ हो। यहाँ चाहिँ यहाँनिर के हुन्थ्यो भने यहाँ सबै खेती लगाउँथ्यो। अनि खेती लाएर अनि दिउँसोको समयमा सबै खेतालाहरू यहाँनिर बस्थ्यौँ। अनि बस्थे, रमाइलो गफहरू गरिन्थ्यो। अहिले चाहिँ थोरै गौला छ अनि अरू चाहिँ उता केही लाएको छैन, बाँझो छ हैन। यहाँनिर चाहिँ हामी गफ गर्ने हैन, हाम्रो बाजेहरू बुवाहरू सबै यहाँ खेताला हैन, खेत लगाएर अनि गफ गर्थे। यहाँ चाहिँ रमाइलो गफ गर्ने ठाउँ हो यो चाहिँ। अनि उतातिर पनि गाउँ छ। यो ठुलो देखिने चाहिँ हाम्रो हुनेनाथ मन्दिर भन्छ। यो भित्र पुरै अगाडि पछाडि सबै रुखहरू छ। अनि बिचमा चाहिँ बिचमा चाहिँ मन्दिर छ हैन। अनि यस्तो यो अनि ऊ देखिने चाहिँ स्कुल हाम्रो यहाँ पढेको उता ठुलै छ स्कुल, तर अहिले चाहिँ यो रुखहरूले देखिएको छैन। अनि यो माथि पनि गाउँ हो, रुखहरूले देखिँदैन। हाम्रो बिचमा रुख हरितकरण भन्छ नि,
यस्तो रुखै रुख भरिएर अनि गाउँ बीचमा घरहरू त्यस्तै छ हाम्रो गाउँ हैन। साथीहरू, आजको मेरो गाउँको भिडियो, मेरो गाउँको ब्लग तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला हैन। राम्रो लाग्यो भने अझै अरू भिडियोहरू पनि म बनाउँछु हैन। आज चाहिँ मैले अलिकति यस्तै थोरै भए नि हाम्रो गाउँको बारेमा, हाम्रो गाउँ तपाईलाई देखाउने कोसिस गरेको छु हैन। अझै यो भन्दा रमाइलो भिडियो बनाउनलाई तपाईहरुको हौसलाको खाँचो पर्छ, किनभने तपाईहरुले राम्रो मानेर कमेन्ट गरिदिनु भयो भने म चाहिँ अझै हाम्रो गाउँको पुरै भिडियो लिएर तपाईहरुलाई देखाउने छु। थ्यांक यू।